साथीहरु मैले कपडा धुन लाएको मेरो मेसिन चाहिँ बिग्रियो। भर्खर मैले मेसिन खोलेर अनि आफ्नो मेसिन ठीक गरे मैले आफै। मलाई चाहिँ हल्का फुल्का मेसिन पनि रिपेयर गर्न आउँछ, त्यसैले मेरो चाहिँ मेसिन बिग्रिया थियो, ड्राइभ हुँदैन थियो। त्यसैले अहिले मैले भर्खर नट खोलेर अब भित्र हेरे अनि भित्रको नट एउटा ढिला भएको रहेछ, अनि त्यसैले गर्दा चाहिँ मेरो ड्राइभ भइरहेको थिएन। मजाले अब कसिरहेको छु कपडा धुँदा धुँदै। कपडा फेरि हातले धोएँ। यति धेरै नट छ मेसिनमा, कमसेकम 20-22 वटा हुँदो रहेछ। एकदमै दुःख भयो। ड्युटी देखाएर खानाखुना बनाएर हस्पिटल पनि जानुपर्ने काम थियो। हस्पिटल गएर आएर लुगा धुन लाएको थिएँ, बिग्रेर अनि ठिक गरेको। अब नट कस्दैछु। लुगा मैले धोएर भ्याएँ, सबै हातले धोएँ, ड्राई चाहिँ मैले गरेन। सानोतिनो काम नि आफैले सिक्नुपर्छ क्या साथीहरु। सिक्नु गरेपछि यदि मिस्त्रीलाई बोलाएको भए 2-400 उसले लगेर गइहाल्छ। जब आफूलाई आउँछ भने किन मिस्त्री बोलाउनु पर्यो? पेचकस आफूसँग हुन्छ अलिकति नि, कुनै पनि सामान हामीले गर्यो भने यो चाहिँ नट आफै रिप्लेस गर्न अलिअलि सिक्नुपर्छ, जान्नुपर्छ। यति कामको लागि चाहिँ अस्तिको चोटि बिग्रिया बेला, पहिला मेसिन बिग्रिया बेला चाहिँ मैले जान्दैन थिएँ, अनि यति काम गरेर चाहिँ 500 रुपियाँ लिने गर्थ्यो। अहिले चाहिँ आफै गरिदिन्छु मैले। सबैले अलिअलि सिक्नुपर्ने हुने रहेछ के। यसरी फिट गरेर नट कस्नुपर्छ। सजिलो हुन्छ, एकदमै सजिलो।